दशबिन यी नानीहरूलाई हेर्नुस् त, घरमा लाइट गएको कारणले गर्दाखेरि आफ्नो पढाइमा बाधा नपुगोस् भनेर सोलर लाइटको तल बसेर यिनीहरू आफ्नो पढाइ गरिरहेका छन्। अहिलेको 21औं शताब्दीमा पनि आफ्नो पढाइप्रति यति रुचि, यति नियमता अपनाइरहेका छन् यी निरपानीका मङ्गटोला निवासी भाइ बहिनीहरूले। यिनीहरूको यो मेहनतलाई तपाईँहरू के भन्न चाहनुहुन्छ? कृपया गरेर कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोला। दशबिन नमस्कार, स्वागत छ हजुरहरूलाई एनबी टाइम्समा। म सङ्गीत प्रधान र अहिले घरि तपाईँहरूलाई यो दृश्य म देखाइरहेको छु निरपानी मङ्गटोलाको। र केही दिन अगाडिदेखि निरपानी क्षेत्रमा धेरै हावाहुन्डी आएको कारणले गर्दाखेरि निरपानी क्षेत्रमा लाइनको धेरै समस्याहरू भइरहेको छ, जसमा कतिवटा फेसहरू काटिएको कारणले गर्दाखेरि यसरी अन्धकार भइरहेको देख्न सक्नुहुँदैछ। तर यो अन्धकारले गर्दाखेरि मङ्गटोला निवासी एउटा परिवारको घरमा पनि लाइट रहेको छैन, जसले धिप्री बत्ती बालिरहेका छन् घरमा। तर यी नानीहरू हेर्नु सक्नुहुँदैछ जसले चाहिँ यो समस्यालाई पनि उनीहरूले नहेरी समस्यालाई नहेरी यसरी फरेस्टद्वारा दिएको सोलर लाइटको तल, उज्यालोको तल यसरी पढाइ गरिरहेको छ। उहाँसँग हामी बात गर्ने प्रयास गर्नेछौँ। र दशबिन कृपया गरेर तपाईँहरूले यो भिडियो सक्दो सेयर गर्नुहोला, ताकि यी नानीहरू जस्तै अरूहरूले पनि यो लाइटको समस्यादेखि जुझिराख्नेहरू, जसलाई आफ्नो पढाइमा बाधा पुगिरहेको छ, उनीहरूको निम्ति चाहिँ यो समस्याको समाधान डिपार्टमेन्टले चाहिँ यो भिडियो हेरेर चाँडैभन्दा चाँडै गरिदिया जाओस् भन्नुको निम्ति चाहिँ यो भिडियो सक्दो सेयर गर्नुहोला, ताकि डिपार्टमेन्टसम्म चाहिँ यो भिडियो पुगोस्। र अब हामी उहाँहरूसँग हामी बात गर्ने प्रयास गर्नेछौँ। के हो नाम बुनु तिम्रो? सृष्टि। सोलर लाइटमा पढ्दै रहेछ यसरी? भाइ हो तिम्रो? सधैँ यसरी पढ्छ कि लाइट गएर आज चाहिँ यसरी पढेको? लाइट गएर। अनि लाइट सधैँ जाने गर्छ कि कहिले काहीँ यसरी? कतिमा पढ्छौ तिमी? 8मा। कुन चाहिँ स्कुल? हाई स्कुल। यो